अब चाहिँ हामी हिँड्न लाग्यो गाइज। आमा यसले के खायो के हो त दाँत किराले खान्छ नि ल जाउँ 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 अब गाडीमा जाने अब गाडी कतासम्ममा ए लो गाइज अब हामी गाडीमा जाँदैछौँ यसोस भागिसक्यो यसोसलाई मैले भेटाउन लागेँ अब गाडीमा जानलाई हामी दगुर्दैछौँ बनेपाबाट रौतहट जय रौतहट ए हाम्रो गाडी पनि हामीले देखिसक्यौँ ए अरनिको सेवा बसमा हामी जाँदैछौँ गाइस आज चाहिँ हामी जाँदैछौँ बनेपाबाट चपुर अनि त्यसपछि त्यहाँ चाहिँ झन् मजा आउँछ अनि म त एक्साइटेड छु अब हामी तफातफुत गाडीमा बसिसक्यौँ होइन गाइज अब चाहिँ गाडी हिँड्ने गाइज भर्खरै अब त्यहाँबाट आएको गाइज बाई बाई थ्याङ्क यू अब चाहिँ हामी यता बनेपाको गोदामचोकबाट चाहिँ गाडीमा अगाडि बढ्यौँ अहिले चाहिँ समय कति बज्यो भन्दै 6:01 छ गाइज देखिएन त्यो 6 बजे चाहिँ हामी यहाँबाट अगाडि बढ्दैछौँ यहाँ भाइ ईश्वर भाइ एन्जिना बहिनी अनि त्यसपछि यता माइजू मामा माइजू सबैजना हामी यहाँ छ फ्यामिली आज हाम्रो फ्यामिली टुर हुँदैछ चपुरसम्मलाई सी यू गाइज पावर मलमा एक फन्का घुमौँ क्यामेरा सी यू गाइज अहिले हामी 7 बजे चाहिँ पावर मल आइपुगेका छौँ है गाइज घरबाट बनेपाबाट है अब फेरि पछिको अपडेट गरौँला गाइज कता कता जान्छौँ लाइभ चाहिँ होइन भन्दै मामा भाइ बहिनी सबैजना मामा माइजू भाइ बहिनी हामी सबै ग्रुप बालाजु कति बजे आइपुग्यो अहिले कति बजे टाइम हेरौँ त 8 बजे होला नि धेरै ढिला नआउ नि ल 7:45 मा चाहिँ अब हामी बालाजुबाट हिँड्यौँ ल के भन्यो हेलो 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 ल मामा के भन्ने यतिखेर धानकोट कटिसक्नु पर्ने हो दुकानीमा पनि मोटर गुड्दो रहेछ हेमरदाईलाई छ माया सारा र गीत तराईसम्म घुम्न जाउँ सँगसँगै दिदी बहिनी मिलेर जाउँ तराईसम्म घुम्न जाउँ सँगसँगै तराईसम्म घुम्न आमाको माको कुरा सुन त्यहाँ राधे राधे ल गाइज हामी चाहिँ अहिले स्वयम्भू अगाडिबाट जाँदैछौँ एउटा गीत काठमाडौँबाट तराईमा झरेको कता गयो हाम्रो अहिले गाइज यो टिका भैरव मन्दिरको परिसरमा छौँ अगाडि बाटोमा यहाँबाट अलिक मुनि चाहिँ टिका भैरव मन्दिर छ अभी क्यामेरामा देख्न सक्नुहुन्छ तलपट्टि ल टिका भैरव मन्दिरको चाहिँ मेला पनि हेरियो गाइज हामी चाहिँ यहाँ आएर के भन्छ र ल छोरो केही भन्छ छोरोलाई चाहिँ यहाँ सब्जी खान मन लागेको छ हजुर टिका भैरवको पुल ल हेर्नुहोस् जात्रा हेर्नुहोस् गाइज ल टिका भैरव मन्दिरको जात्रा यही हो हेर्नुहोस् आज शनिबारको दिनमा आज पूर्णिमाको दिनमा ल है गाइज हेर्नुहोस् हेरेर इन्जोय गर्नुहोस् गाइज ऊ मम्मीको बहिनीको घर पनि यता छ अरे है ल गाइज ल हेर्नुहोस् गाइज एकदम रमाइलो छ ल यहाँ है ल ओहो ल पानी पऱ्यो यसो स्लो अब यता भित्र चिसो छिर्छ ल गाइज मेरो कान्छी छोरी एकदम गम्भीर अवस्थामा छ है गाइज फ्रेस भइसक्यो हामी टिका भएर कति पर आयौँ भनेदेखि लगभग 20 किलोमिटर पनि पर आयो
त्यस्तै होला डाँडा काँडा हेरौँ गाइड त्यो चाहिँ एकदम रोमान्टिक ठाउँ छ गाइड एकदम आई लभ यु खाले एकदम आई लभ यु खाले चाहिँ रोमान्टिक डाँडा काँडा भएको ठाउँ छ गाइड आउनु ल बुझ्ने अगाडि यसरी भन यसरी भन यताबाट हेर ल हेलो गाइस हिजोको ब्लग हेरेर कस्तो लाग्यो लाइक एन्ड सब्स्क्राइब गरिदिनु हामी बनेपाटु चपुर जाँदैछौँ भन आज हामी बनेपाटु चपुर जाँदैछौँ गाइस तपाईँहरू हेर्नुहोस् गाइस तपाईँहरू हेर्नुहोस् होला ल गाइस हामी चाहिँ अहिले छपेलीतिर छौँ गाइस छपेलीमा यहाँ एकछिन अब कर्सरतिर जानु भएको थियो हाम्रो यताको दाइ ल यो गाउँपालिका रहेछ कुन गाउँपालिका रे छपेली गाउँपालिका बागमती गाउँपालिका यता मामाबाट नै आयो है एक डोज ल बागमती आइसक्यो र गाइस भट्टे डाँडा गाइस ल हाम्रो छोरोले खिच्दैछ यहाँको भ्यू यस्तो बबाल भ्यू छ यहाँ चाहिँ मौसम एकदम रमाइलो रहेछ है यहाँ चाहिँ बाहिरबाट खिचिरहेको छु मैले चाहिँ एकछिन गाडी रोक्यो बेला छोरो कहाँ खुट्टाले कहाँको चाहिँ डाँडाबाट अब अगाडि बढ्यो यो चेक पोस्टबाट चाहिँ है ठ्याक्क लाएर 9:52 भट्टे डाँडाबाट हाजिर चेक हुन्छ भट्टे डाँडा भने चाहिँ यस्तो रहेछ तिम्रो माया कसरी तिम्रो माया डाँडा काँडा धेरै छ रे के ललितपुर अब लगन खेल पनि ललितपुर यो पनि ललितपुर नि लगाए सुन्नुभयो कस्तो लाग्यो हाम्रो मम्मीको गीत मम्मीले एक्लै भयो नि गुनगुनाएर बस्नुहुन्छ त्यो गीत चाहिँ अब उहाँसम्म त्यही भन्न चाहिँ त्यति मात्रै आउँछ फेरि त्यही एक लाइन मात्र भन्न आउँछ ल अर्को लाइन गीत भन्नलाई आउँदैन स्वर पनि त्यसै गरी झुक्यायो पोर पनि भिरमा मौरी आँगैमा बारुला तिम्रो माया कसरी मारुला तिम्रो माया कसरी भिरमा मौरी मचौरी के गरी बसौला त्यसो भएर चाहिँ जिस्काइदिएको आयो झर्यो कडा झर्यो कडा हाम्रो यसले के हेर्दैछ हजुर मेरो भतिजले के भन्दैछ हौ भतिज हामीले नि माया गरेर हो नि गाईहरूको नाम लिनु भने धेरै राम्रो हो क्या लक्ष्मीको नाम हो नि त गाई भनेको त्यही भएर चौरी गाईलाई नराम्रो नसोचौँ राम्रो हो तपाईँ त्यहाँ लड्नुहुन्छ गाई अनि गाई मेरो हिजो अस्ति भर्खर भ्लगको एपिसोडमा पनि चौरी गाईको बारेमा आएको छ क्या त्यही भएर त्यो एकदम राम्रो कुरा हो है त्यो भएर मम्मीलाई चौरी भन्नु एकदम राम्रो हो गाई यहाँ अलि अप्ठ्यारो बाटो छ अब यहाँ तपाईँहरूलाई म देखाउँछु गाइस त्यो चाहिँ वान वे जस्तो रहेछ साँगुरो रहेछ त्यो भएर चाहिँ यहाँ ठाउँमा चाहिँ वान वे जस्तो पनि गरेको छ त्यो भएर अलिअलि जाम पनि पर्छ है यो बाटोमा चाहिँ यहाँ तल पनि के बस्ती रहेछ यो भट्टे डाँडाको सबभन्दा मुनि पनि यस्तो बस्तीहरू रहेछ है गाइस अनि यो ठाउँमा चाहिँ त्यता बाढी पहिरोले गर्दाखेरि चाहिँ बाटोहरूमा साँग्रो बाटोहरू छ तपाईँहरू गाडीहरूमा आउँदाखेरि चाहिँ जस्तै एक्चुअली टाइम तपाईँले सोचेर आउनु भएको भने चाहिँ कहिलेकाहीँ चाहिँ जामले गर्दा ढिला पनि हुनसक्छ गाइस है यहाँको रुटमा ल गाइस अहिले चाहिँ हामी ठ्याक्कै लाएर चाहिँ नि यो चाहिँ बिगुवाको पुलमा आइपुग्यो बागमती पुलमा आइपुग्यो बिगुवाको अनि यहाँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो खोलाको यतापट्टि साइडमा चाहिँ ललितपुर जिल्ला पर्छ हजुर अनि यसको मास्तिर साइडपट्टि चाहिँ मकवानपुर जिल्ला यो चाहिँ ठ्याक्कै यो सिमानालाई छुट्याउँछ त्यहाँनिर चाहिँ हामी अहिले आइपुग्यो यसो हावा खाँदै यहाँ इन्जोय गर्दैछौँ गाइस अनि यो भिडियो हेरेर चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु है गाइस ल यस्तो छ कुरो
ल गाइस अनि त्यसपछि चाहिँ हामी चाहिँ अहिले अब यहाँ खाजा खाना लागिरहेको छौँ यसो हल्का फुल्का एक्सर्साइज ल गाइस हाम्रो चाहिँ अहिले एकदम स्पेसल डिस यो चाहिँ चना छ पुरी छ गाडीमा धेरै खान सकिँदैन हेर्नुहोस् गाइस है बाटो गाह्रो छ लामो छ नेचुरल प्लेट छ अनि खाने स्टाइल पनि यस्तो हो क्या फेरि डगी स्टाइल हो हाम्रो चाहिँ होइन ल गाइस एकदम रमाइलो भइरहेको छ यो मोमेन्टहरू मेमोरेबल हो हाम्रो दुईजना बहिनी परतिर डाँडा काँडा हेर्दै खानु लु गाइस त्यही हो गाइस लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरेर नभुल्नु होला उ त्यहाँनिर पुल छ मेरो अघि यस्तो ड्रेस कोड थिएन कि येलो कलरको त्यो भएर यो लगाएपछि चाहिँ अब देखाऊँ यहाँनिर चाहिँ गाइस यो पुल चाहिँ के को चिन्ह हो भन्दाखेरि बागमती खोलाको चाहिँ नि प्रतीक हो यहाँबाट बागमती खोलाले चाहिँ कसरी काटिन्छ भन्दाखेरि यहाँ मकवानपुर र ललितपुर जिल्ला चाहिँ यसो छुट्याएको छ यो चाहिँ सिमाना ठाउँ हो है यो खोला बागमती खोला बगिरहेको गाइस यस्तै कन्टेन्ट बनेको सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है सब्सक्राइब चाहिँ गर्न बिर्सिनु चाहिँ भएन गाइस ल यहाँ चाहिँ बस रोक्ने ठाउँ पनि रहेछ खाजा खाने ठाउँ है ल कस्तो लाग्यो आजको यात्रा बबाल रमाइलो लाग्यो भाइलाई कस्तो लाग्यो यात्रा ठिकै छ होटेल चाहिँ हामीले कता चुज गरेर हाम्रो होटेल यही हो गाइज ल हेर्नुहोस् यहाँ होटेल यत्रो ठुलो कम्पाउन्ड छ होइन योभन्दा ठुलो कम्पाउन्ड किन चाहियो होटेल मान्छे स्याटेलाइट लिएर आकाशमा पुग्छ तर हामी अहिले पनि घुम्ने बसेर खाना प्रिफर गर्छौँ है बिचरा त्यो कुकुरले तलमाथि हेर्दैछ कहिले मामाको मुखा हेर्छ कहिले बुवा हेर्छ यी कुकुरले बिचरा अयो ल तिमीहरूलाई मोज पिकनिक बनाऊ केटा हो ल ल ल मोज गर ल केटा हो यही हो मोज मस्ती गर्ने समय ल रमाइलो गर्ने जल्दो बल्दो मेरो यही हो केटा हो ल जल्दो बल्दो यिनीहरूको त भरको छ नि त नदिया खानु त कति ज्ञानीहरू छ एकदम संस्कारी दिस डग्स आर भेरी संस्कारी एकदम संस्कारी डग दिएपछि खाने नदिया नखाने रहेछ क्या फेरि कति राम्रो अनि पिरो आएर मलाई अब रिसायो अब गयो खोर्सानी हानिदिँदो रहेछ गएर टक्क भसो ल कस्तो के भइरह मुख अलिक पिरो भयो खोर्सानीले अहिले पानी खाने पानी खाने बिचरा ल गयो रिसार गरेर मुड अफ भयो नि त्यसको मुडै अफ भयो यार अर्को कुकुर ल कस्तो लागिरहेछ जनता जान्न चाहन्छ भन्नुहोस् यो छोपिदिनु नि अब के गर्ने बिर्कै लगाइदिनु नि ल गाइज भन्नुहोस् कस्तो लागिरहेछ तपाईँलाई कुकुरज्यू कस्तो लागिरहेछ तपाईँलाई आजको भ्लग राम्रो लागिरहेको कि छैन मिठो छ यो खोर्सानी चाहिँ किन नखाएको पिरो भएर हो कुकुरज्यू भन्नुहोस् त कृपया भनिदिनु बरु जनता जान्न चाहन्छन् प्रष्ट पारिदिनुहोस् आज एकदम प्रष्ट पारिदिनुहोस् त बहिनीसँग त बिर्को राम्रोसँग लाउनु पर्यो ल प्रष्ट पारिदिनुहोस् जनता जान्न चाहन्छ ल आज चाहिँ मामाले बनाएको स्पेसल मामा माइजूले बनाउनु भएको स्पेसल चाहिँ नि अचार पनि खाइयो गाइज चना खाइयो पुरी खाइयो एकदम मस्तले एकदम डाइटफुल भयो अनि थ्याङ्क यू सो मच फर माई मामा माइजू भाइ बहिनी अनि चाहिँ है एकदम रमाइलो भयो एउटा कुरा चाहिँ भएन कि दाइ यसमा हालिदिउँ हजुरको माइजूले चिया चाहियो चिया त्यहाँभित्र होला यसमा हाल्दै हुन्छ सिधै हालिदिउँ होइन पोखिँदैन होला नि होइन पोखिँदैन यो त टाइट पल्लो सास आयो यो प्लास्टिक पनि हाल्नुहोस् त्यो प्लास्टिक पनि हाल्नुहोस् त यसो गरौँ त यो बट्टा त्यो चाहिँ गरौँ म बट्टाले भित्र हाल्दिउँ यो भने फेरि तेल छ नि त ओइली हो ल ओइली थ्याङ्क यू सो मच मलाई भन्छु ल हाम्रो मामालाई कस्तो लाग्यो आजको चाहिँ यात्रा मामाले के खानु भएको लागि हानिकारक के खानु भएको यो पावर यो फुल पावर हो सर यो चाहिँ हानिकारक छ तपाईहरुले चाहिँ नखानुहोस् होला गाइस यो प्रमोसन गरेको चाहिँ होइन है उहाँको पहिलेदेखिको बाली भएर हैन त मामा गाइस बुझ्नु नि कुरो हामी जाने अब त्यहीबाट स्वेट जाने उता जाने अनि ल यहाँबाट चाहिँ हामीले अब त्यो फास्ट ट्र्याकको बाटो पनि देख्न सक्छौँ यो छेउपट्टिको त्यो पिलर उठाए जस्तो त्यो चाहिँ फास्ट ट्र्याकको बाटो हो गाइस यो रोडबाट चाहिँ
ट्र्याकको फास्ट ट्र्याक पनि देखिन्छ। तेरो जनताहरू टन्नै छन् गाइज। यसरी हो कि यसरी हो? घुम्दैछौँ अहिले। यसरी हो गाइज। ल गाइज अहिले चाहिँ हामी यो जितपुर चाहिँ नि आइपुग्यौँ। जितपुरको माथिको डाँडामा आइपुग्यो गाइज। ल गाइज हामी चाहिँ अहिले मकवानपुर गढीमा छत देख्यो के देख्यो त्यहाँनिर हामी अहिले आइपुग्यो। तराईको फाँट ल हेर्नुहोस् गाइज। यहाँबाट तराईको फाँट अब देखिन्छ मकवानपुरबाट। सिमेन्ट फ्याक्ट्री हामी चाहिँ मकवानपुरको वडा नम्बर 2 चाहिँ बाट हेर्दैछौँ। यहाँबाट चाहिँ ट्याक्कै देखा भने हेटौँडा बजार र सिमेन्ट फ्याक्ट्री देखियो तर रुखले छेक्यो गाइज। अलिक तलबाट देखाउँला है गाइज। यो के हो? यो त के रहेछ यहाँ? एभोकाडको त्यो पार्क के हो रहेछ? यो चाहिँ त्यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ सिमेन्ट फ्याक्ट्री हो, हेटौँडा सिमेन्ट फ्याक्ट्री। अब हामी चाहिँ अहिले हेटौँडा बजार अब पुग्न लाग्यो। यो हेरौँ गाइज कस्तो रमाइलो। आहा कति रमाइलो। आहा ल यो हो नि त रमाइलो भनेको गाइज है। यस्तो यस्तो देखाउँछु नि मलाई त। म त त्यही भएर मेरो भ्लग हेर्नुपर्छ। लाइक कमेन्ट सब्सक्राइब गर्नुपर्छ गाइज। हेरौँ है हेरौँ ल। पर हेटौँडा सिमेन्ट फ्याक्ट्री देखिरहेछ। हेटौँडा सिमेन्ट फ्याक्ट्री टाउको देखिरहेछ। बुट्टो जिउ चाहिँ पुरा देखियो छैन। अब देखियो है। अब जिउ खुट्टासम्मै देखियो ल। ल हेरौँ गाइज हेरौँ 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 है हेरौँ लु है लु। यो चाहिँ अब यता कुन ठाउँ भन्दो रहेछ भन्दाखेरि चाहिँ ए चुच्चे खोला मार्केट भन्ने ठाउँमा आइपुग्यौँ हामी गाइज। यहाँ हेर्नुहोस् है त। यो चाहिँ चुच्चे खोला बोर्डै देखियो ल। यो चाहिँ चुच्चे खोला मार्केट हो यहाँको। यहाँनिर खुवा दही के रहेछ ल। खुवा बिक्री केन्द्र ल। ल गाइज चुच्चे खोला बजार चाहिँ यस्तो रहेको छ। अनि अहिले हामी चाहिँ यहाँनिर कहाँ स्टप भइरहेछ भने यहाँनिर ठ्याक्क यहाँ खुवा बिक्री भण्डारहरूमा चाहिँ हामी छौँ। श्री लक्ष्मीनारायण खुवा बिक्री भण्डारमा छौँ हामी। एकछिन आराम गरौँ भने तातो हावा आइरहेछ मजाको। यहाँ हामी पनि आराम गर्दैछन्। अर्को बहिनी पनि आराम गर्दैछौँ। अर्को बहिनी पनि आराम गर्दै हामी यहाँ अब दाजुभाइ पनि आराम गर्दैछौँ होइन। तातो हावा खाँदैछौँ। सेम वाउ सेम कलर सेम टी सर्ट है। ब्ल्याक टी सर्ट अलवेज ब्ल्याक। म चाहिँ समटाइम्स ब्ल्याक समटाइम्स व्हाइट अनि समटाइम्स येल्लो गाइज। यहाँ खुवा गर्दै हुनुहुन्छ गाइज। अब खुवा बनाउनु हुनुहुन्छ है ल। यो कति टाइम घट्नुपर्छ यतिको? यो घट्नलाई खुवा पाक्नलाई कति 20-25 मिनट लाग्छ भन्छ। त्यो कुरा त मलाई भन्नु न। मैले पहिले बनाएर कति लिटर दुधको हो यो? 4 लिटर दुधको ए 4 लिटर दुधको आधी किलो हुन्छ भन्छ हो। ल गाइज ल खुवा खान आउँ है गाइज। आउँ खाने भाइ आउँ तुरन्त ल। दुइटै हातले खुवा गर्दै मामाले ल। तपाईँहरू खुवा खान चाहनुहुन्छ भने श्री लक्ष्मीनारायण खुवा बिक्री केन्द्रमा चाहिँ आउनु होला गाइज। यो चाहिँ रहेको छ चुच्चे खोलामा रहेको छ ल गाइज। मिठो अर्ग्यानिक ल। हजुरको नाम चाहिँ के हो त? हजुर मदन कुमार मल्सिना। हजुर कति वर्ष भयो यो सुरु भएको चाहिँ खुवा घट्नलाई? पुर्खौली है यो पहिल्यैदेखि नै। हजुरहरूले अन्त पनि जसै बेच्नलाई मार्केटिङ बाहिर पनि जानुहुन्छ यो बेच्नलाई?
कि यहीँ आएकोहरूलाई मात्रै खुवाउने हो? यो बाटो अहिले काठमाडौँ चलाइहाल्छ नि त। हजुर हजुर यो बाटो काठमाडौँ चलेपछि हाम्रो कहीँ लानै पर्दैन, हाम्रो यहीँबाट सेल हुन्छ। यहीँबाट सेल। ओके ओके नत्र कतै आउटलेटहरू छैन क्या यो डेरीहरू कतै दिने भने भन्दा चाहिँ अब त्यो चाहिँ अब बिस्तारै हुन्छ। जस्तै अब यो बाटो पनि ब्लक भयो अनि त्यसपछि यो बेलाको केसमा चाहिँ बाहिर अर्को छ हामीले बिरगन्जतिर ए बिरगन्जसम्म जान्थ्यो पहिला बिरगन्ज पहिला यहाँ लगिँदाखेरि बिरगन्ज पोखरा नारायणघाट बाहिर जान्थ्यो। ए जहाँ समस्या हुन्छ त्यहाँ समाधान भइहाल्छ। हो एकदम एकदम ल तपाईँहरूले अर्ग्यानिक यहाँनिर आएर लाइभ बनेको चाहिँ खुवा खान चाहनुहुन्छ भने चाहिँ किलोको कति भन्नुभएको यसको? केजीको अहिलेको रेट चाहिँ 700 हो। हजुर अब अफर प्राइस अफर प्राइस होइन अझ उहाँ दाइको भिडियोहरू आउनु भने अलिकति छुट पनि पाइन्छ। ल छुट होइन अलिकति खुवा थपिदिनुहुन्छ प्रसादको रूपमा नारायणमा आएपछि यो मन्दिर हो यो। हो यो चाहिँ प्रसाद खानु पाइन्छ। त्यही भएर गाइज आउनु होला यहाँ आएर एकछिन रेस्ट पनि गर्नु होला अन्त चाहिँ खुवा पनि खाएर जानु होला। ल गाइज यस्तै खुवा खाइरहेको आए सब्सक्राइब चाहिँ गर्नुपर्छ है। सब्सक्राइब पनि गर्नु पर्यो। यहाँ के अरे यहाँ आउनेहरूले टक्क फन्डिङ गर्नु सक्छ नि छोरो काकुसँग बस्नु नपाएर कस्तो निराश भएपछि नि। बाटो भर्खरै गयो गाइज माछा पालन गर्ने हेटौडाको बजारैमा ओ माया र्याक नगर हेटौडाको बजारैमा ओ माया र्याक नगर अन्त्येसी आउँदैन। अहिले चाहिँ हामी हेटौडाको मेन गेट चोक एरियाबाट हिँड्दैछौँ गाइस है। जसको अहिले हेरौँ त यहाँ गेट अफ वाउ आमा केटी राम्रो भयो ह्यान्डसम हिरो भयो ह्यान्डसम केटो। अब अनि त्यसपछि चाहिँ नि केटो हेरेको हेरे केटो हेरेको हेरे ल हेटौडा अटोमार्ट भन्ने चाहिँ यहाँ रहेछ गाइस। सवारी अटो हजुर कस्तो लाग्छ त सुपर बाइक किन्ने डिजल पेट्रोल हाल्ने ठाउँ यहाँ रहेछ गाइस। आऊ ल आऊ 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 दुर्गा बजाले भने आऊ आऊ ल आऊ हजुरआमा आऊ आऊ। ल गाइस हामी चाहिँ अहिले यहाँ अब हाम्रो गाडीलाई चाहिँ खाना खुवाउने ठाउँ आयो यो चार्ज गर्ने ठाउँ त्यो भएर चाहिँ चार्जिङ स्टेसनमा छौँ। यहाँ चाहिँ सशक्ति टोल विकास संस्था पिस पार्क नजिकै चाहिँ चार्जिङ स्टेसन रहेछ र हामी चाहिँ अहिले त्यहाँसम्म चार्ज गर्दैछौँ। अब एकछिन यहाँ आराम गर्ने ठाउँ भयो हाम्रो भ्यू हेरौँ यस्तो हाम्रो फोटो सेसन भइरहेको है हेरौँ ल हामी चाहिँ अहिले पथलैया आएको छौँ। पथलैया अहिले 3:30 बजेको छ। हामी चाहिँ अघि त्यहाँ चार्ज गर्ने ठाउँमा एकछिन बस्छौँ त्यही भएर पनि टाइम लाग्यो। अब हामी चाहिँ यो पथलैयाबाट निजगढतर्फ लाग्छौँ गाइस सिधै अगाडि अब निजगढपट्टि उता चपुरमा गएपछि आउँछ नि त ठुलो बजार। यो राष्ट्रिय निकुञ्ज एरियामा कहाँ बजार हुन्छ हौ तिमी यार? यो त जङ्गलैको लागि राखेको क्या जनावर पाल्नलाई होइन। जनावरहरू संरक्षण गर्न भनेर यो फाँड्दैनन् क्या हो। ल गाइज अहिले चाहिँ हामी अब यो निजगढ आइपुग्यौँ जुन चाहिँ बारा जिल्लामा रहेको छ। पर्सा जिल्लाबाट चाहिँ अहिले हामी अब बारा जिल्ला आइपुग्यौँ गाइज ठ्याक्कै लाएर। यो अहिलेको समय भनेको चाहिँ 4 बजेको समय हो। ठ्याक्राक्कनले 4 बजेको रहेछ। निजगढ बजार हेरौँ ल अलिअलि भयो नि यसो आँखा शीतल पार हजार माया हजार हजार
अब आयो है बाँदर ठुलो बाँदर बाँदर आयो मङ्की 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 देखेका मङ्की देखो ए देखियो देखो मङ्की ल गाइस हामी चाहिँ अहिले चपुर आइपुग्यौँ चन्दनडिगापुर यसो म चाहिँ अब यसो बजार हेर्न हिँड्दैछौँ यहाँनिर अब चाहिँ नि त्यो चोक चन्दनडिगाको चोक बजार अगाडि आइपुग्न लाग्यौँ त्यो चाहिँ रहेको छ चोक मेन चोक एरिया भयो त्यो चाहिँ हामी कुहिरो हो कि के हो त्यो सिस्टम गाई हुँदैन भन्दा अनि हामीले झन्डै नयाँ सिस्टम गर्ला मन पनि आउनु हजुर मामी अब हामी मम्मीको पछि जाने ल आमा आमाको पछि जाने अब हामी चाहिँ अहिले के किन्न जाँदैछ अब त्यो चाहिँ आमालाई भनेपछि थाहा हुन्छ आमा के किन्न जाला हामी खाजा किन्न कपडा पसलहरू हेर्नु पर्यो नि त होइन सोधौँ न यहाँ दाइ कपडा पसल कता छ यता आइसक्रिम खान्छु यसो मान्छेको आइसक्रिम खान्छु कागज सुधै खाने भयो जसले आमा खोइ कागज खोलिदिन्छु खोइ कागज खोल्नु पऱ्यो नि त यहाँ यतापट्टिको चाहिँ फस्टलाई होस् भने ल खाऊ होइन यो धुलोमा धेरै बेर उत्यो गर्नुहुन्न कि धुलो खान्छ लडिन्छ र अच्छा भयो पर्दैन त्यो पर्दैन क्या त्यो माथि खाउन हाम्रो गाडी चाहिँ त्यहाँ पार्क गरिएको छ मम्मीले फलफुलहरू के किन्ने भने किने हो छ अनुहार एकचोटि हेर्नु त गाइज ल हेर्नुहोस् हाम्रो यसको यो बरफ के अरे आइसक्रिम खाएपछि माक्का जस्तो देख्यो माक्का हाम्रो यसो ठुलो माक्का है ठुलो माक्का मान्छे घुम्न आएको मान्छे खाला ओ माक्का गाइज फाइनल्ली हामी मामा घर आइपुग्यौँ हेलो हजुर ठ्याक्क अहिले कति बजेको छ समय भने तपाईँले देख्न सक्नुहुन्छ 4:50 गयो ल जाउँ आउनु